अबदेखि कसैले भुलेर पनि आफ्ना बच्चाहरूलाई नगर्नुस् यी 6 गल्तीहरू। जान अनजान कसैले बच्चालाई यस्ता गल्तीहरू गरेमा बच्चाको मानसिक र शारीरिक रूपमा गम्भीर असर हुन सक्छ। बच्चासँग के गल्ती नगर्ने एकछिन ध्यान दिएर सबै आमा बुवाले भिडियो अन्तिमसम्म हेर्नुहोला, सबै आफन्तहरूले भिडियो अन्तिमसम्म हेर्नुहोला, साथै जनचेतनाको लागि शेयर पनि गर्नुहोला किनकि एकदमै महत्त्वपूर्ण छ आजको भिडियो। तपाईको बच्चाले भनेको मानेन भने तपाई के गर्नुहुन्छ कमेन्ट गर्नुहोला। गाली गर्नुहुन्छ, पिट्नुहुन्छ वा घण्टौंसम्म कोठामा थुनेर राख्नुहुन्छ अथवा होस्टेलमा राख्ने धम्की दिनुहुन्छ वा छिमेकीको बच्चासँग तुलना गर्नुहुन्छ वा अरु केही गर्नुहुन्छ, तल कमेन्टमा तपाई के गर्नुहुन्छ लेख्नुहोला। बच्चामाथि भयभरको रिस पोख्दा तपाईको रिस शान्त होला। बच्चा केही बेरको लागि त ज्ञानी भएर बस्लान् तर घरको माहौल शान्त होला एकैछिनको लागि। तर तपाईले बुझ्नुपर्ने कुरा के छ भने कहिले सोच्नु भएको छ तपाईले यसले गर्दा तपाईको बच्चाको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्ला भनेर? त्यसकारण बच्चासँग यी 6 गल्ती तपाईले कहिले पनि नगर्नुहोला। बच्चा रिसाए पनि सम्झाउने कोसिस गर्नुहोला तर यस्ता 6 गल्ती पनि नगर्नुहोला जसले गर्दा बच्चाको जिन्दगी बर्बाद बनाउन सक्छ। बच्चालाई भुलेर पनि पिट्नु हुँदैन, यस्तो गर्दा बच्चाको मानसिक र शारीरिक दुवै रूपमा असर पर्छ। त्यस्तै हरेक कुरामा बच्चालाई ठूलो स्वरमा कराउनु हुँदैन, यसले पनि बच्चाको मानसिक स्वास्थ्यमा असर गर्छ। त्यस्तै ध्यान दिएर सुन्नुहोला, बच्चालाई अंध्यारो वा बाथरुममा बन्द गर्नाले बच्चामा निरन्तर एक्लो बस्ने वा किशोरावस्थामा आत्महत्याको प्रयास गर्ने प्रवृत्ति पैदा हुन सक्छ। त्यसकारण विशेष चनाखो हुनुहोला। त्यस्तै मादक पदार्थको सेवन, लागुओसोको सेवन चुनौतीहरू लिनबाट डराउने र जीवनप्रति नकारात्मक दृष्टिकोण हुने गर्छ यदि तपाईले बच्चालाई अंध्यारो कोठामा थुनेर राख्ने बानी बसाल्नुभयो भने। त्यस्तै बच्चालाई कहिले पनि धम्की दिनु हुँदैन, यसले गर्दा बच्चा घर परिवारबाट टाढा हुने ठूलो भएपछि पनि त्यो असर रहन सक्छ। त्यस्तै बच्चालाई अल्छी, कमजोर, केही ढंग नभएको, केही नजाने भनेर बोलाउनु वा कराउनु हुँदैन। तपाईले जस्तो भन्नुहुन्छ बच्चा भोलि त्यस्तै भइदिन सक्छ। त्यस्तै बाहिरका पाहुना कोही आएको बेला बच्चालाई अरु कसैसँग तुलना गर्ने अथवा नराम्रो भन्ने आदि गर्नु हुँदैन। यसले बच्चाको आत्मसम्मानमा ठेस पुग्न सक्छ किनकि बच्चाले आफूलाई राम्रो भनिदियो हुन्थ्यो भन्ने सोचेका हुन्छन् किनकि उनीहरुको पनि एउटा जस हुन्छ मनमा अलिकति मलाई राम्रो भनिदियो हुन्थ्यो अरूको अगाडि भन्ने। त्यसकारण यी माथिका 6 गल्तीहरू बच्चासँग कहिले पनि नगर्नुहोला।